हेलो माई फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल। सबैजनाले भिडियो लास्टसम्म हेरिदिनु होला। आज चाहिँ मैले टमाटरको अचार, तिल हालेर अनि त्यस पछाडि सिद्रा र आलुको फाँडको अचार तरकारी है, अनि ढिँडो कोदोको पकाएर रेडी बनाएर देखाउने छु। सबैजनाले हेरिदिनु होला। पुरै राम्रो लागेमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। यो चाहिँ कोदोको ढिँडो बनाएको मैले। अब हेर्नुहोस्, कोदोको ढिँडो बनाउनुलाई चाहिँ पानी मजाले उम्लेको हुनुपर्छ, अनि मात्र पिठो हाल्नुपर्छ। पानी नउम्लिकन पिठो हाल्यो भने चाहिँ काँचै हुन्छ। त्यही भएर मजाले पानी उम्लिसकेपछि पिठो हालेर मस्काउनुपर्छ। ढिँडोलाई चाहिँ जति मस्कायो त्यति नै राम्रो हुन्छ, होइन भने चाहिँ भित्र पिठोको डल्लोहरू पर्छ है साथीहरू।